दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ। शैतानले तपाईलाई के भनिरहेको छ त्यो नसुन्नुहोस्। जयमसी तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको अङ्क 80 मा तपाईलाई स्वागत छ। यो सन्देश निराशा वा पराजित महसुस गर्ने जो कोहीको लागि पनि हो। यो तपाईको जीवनमाथि शैतानको आक्रमण हो भनेर तपाईलाई थाहा दिनको लागि पनि हो, किनकि शैतानले तपाईको दिमाग झुटले भरेको छ। सत्य यो हो कि परमेश्वरले तपाईलाई विजय, सफलता र त्यससँगै आउने सबै आनन्दले भरिएको जीवन बिताउन सुसज्जित पार्नु भएको छ। क्रुसमा मर्नुभन्दा ठिक अघि येशूले यी शब्दहरू घोषणा गर्नुभयो। यूहन्ना 19 अध्यायको 30 पदमा जब येशूले सिरका लिनुभयो तब उहाँले भन्नुभयो, अब सिद्धियो, र उहाँले शिर निहुर्याएर आफ्नो आत्मा त्यागिदिनु भयो। जब येशूले यी शब्दहरू अब सिद्धियो घोषणा गर्नुभयो, उहाँले घोषणा गर्दै हुनुहुन्थ्यो कि तपाईँ र मलाई यस संसारको परिस्थितिमाथि विजय हासिल गर्दै जीवन बिताउन आवश्यक पर्ने सबै कुरा उहाँले पूरा गर्नुभएको छ। कलस्सी 2 अध्यायको 14 पदमा यसरी लेखिएको छ, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। येशूले तपाईका सबै विगतका पापहरू पूर्ण रूपमा मेटिदिनु भयो। त्यसैले जब कसैले तपाईलाई भन्छ कि तपाईँ असल व्यक्ति हुनुहुन्न, तपाईँ असफल हुनुहुन्छ, तपाईँ केही पनि हुनुहुन्न, तिनीहरूको कुरा नसुन्नुहोस्। यो काम शैतानको हो। परमेश्वरले तपाईलाई जे घोषणा गर्नुभएको छ त्यो भन्दा धेरै कम सोच्नको लागि त्यसले मानिसहरूलाई चलाउँदैछ। कलस्सी 2 अध्यायको 15 पदमा यसरी लेखिएको छ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। हामी अब यस संसारमा फैलिएको अन्धकारको शक्तिद्वारा नियन्त्रित छैनौं। जब परमेश्वरले येशूलाई मृत्युबाट बिउताउनु भयो, यो शैतान र त्यसका सबै दूतहरूमाथिको विजय थियो। प्रियहरू, येशूले आफ्नो भूमिका निर्वाह गर्नुभयो। उहाँले तपाईको जीवनमाथि विजय हासिल गर्नुभयो। अब यो विजय दाबी गर्न तपाईँ उठ्न मात्र बाँकी छ। पहिलो कोरिन्थी 1 अध्यायको 30 पदमा यसरी लेखिएको छ, परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनु भयो। प्रियहरू, शैतानबाट प्रभावित भएकाहरूलाई एक महान र विजयी व्यक्तिका रूपमा आफूमाथि विश्वासलाई हल्लाउन नदिनुहोस्। साहसपूर्वक घोषणा गर्नुहोस् कि येशूले तपाईको जीवनमा पूरा काम गर्नुभयो। विश्वास गर्नुहोस् कि तपाईँ ख्रीष्ट मार्फत सबै कुरा गर्न सक्नुहुन्छ, जसले तपाईलाई आफ्नो शक्ति प्रदान गर्नुहुन्छ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्छ भन्ने वास्तविक व्यक्तित्वको एउटा विजयको रूपमा घोषणा गर्नुहुन्छ भने परमेश्वरको भलाइको महिमालाई तपाईको जीवनमा प्रशस्त मात्रामा हुन दिनुहोस्। यसले तपाईलाई अनन्तसम्म विजय बनाउँछ। आजको वचन सुनाइबाट परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह। प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शौन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01 66 19 460 01 66 19 460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।